हेलो एन्ड नमस्ते एभ्रिवान। न्यू डे न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ बिहान खेतमा पानी लगाएर भोलि असार 15 को लागि दही बनाउनको लागि दुध तताएर रेडी गर्यौँ। अनि अब हिजो बिउ नलगाएको ठाउँमा बिहानै गएर बिउ लगाउनु पर्ने हुन्छ नि त। अनि अब बिउ लगाएर रेडी गरेर मैले चाहिँ बिहानै बिउ लगाएँ। अनि बिउ लगाइसकेपछि थोरै भिडियो पनि लिइहालेँ। अनि हिजो रोपेको पनि मैले थोरै राखेँ। हिजो रोपेको चाहिँ यति राम्रो देखिरहेको थियो। अनि मम्मी चाहिँ अब आज मैजारो हो रोपिसक्नुपर्छ भन्दै एकदम एक्साइटेड हुनुहुन्थ्यो क्या। अनि हामी चाहिँ फटाफट धान रोप्नतिर लाग्यौँ। अनि फटाफट धान रोपिरहेको थियौँ। दिन चाहिँ आज एकदमै शीतल थियो। हिजो चाहिँ एकदम धेरै गर्मी थियो नि त। हिजो चाहिँ रोप्न पनि एकदम धेरै गाह्रो भइरहेको थियो। अनि मैले फोनहरू पनि लगाएको थिइनँ, भिडियो लिन पाइरहेको थिइनँ। आज चाहिँ मैले फोन पनि बोकेर गएको थिएँ, एकदमै शीतल थियो। अनि फटाफट रोपिरहेको थियौँ। अब भिडियोमा चाहिँ 4 जना मात्रै थियौँ, तर हामी चाहिँ 6 जना थियौँ। एकजना चाहिँ खाना बनाउने अनि एकजना चाहिँ अब क्यामेराम्यान भइहाल्नु भयो। अनि फटाफट रोप्यौँ। एकदमै दिन शीतल थियो। मैले चाहिँ सर्ट पनि लगाएको थिइनँ, दिन शीतल भएर रोप्न पनि एकदम धेरै सजिलो भइरहेको थियो। अनि धान रोप्दा रोप्दै एकदम ठुलो पानी पऱ्यो क्या। अनि हामी चाहिँ घर आयौँ। कति ठुलो पानी पऱ्यो साथीहरू एकैछिनमा। अनि हामीले चाहिँ अब धेरैजना थियौँ नि त। अनि खाना आगोमै पकाएको थियौँ। अनि खाना पनि पाकिसकेको रहेछ। अनि त्यसपछि अब सब्जी पकाउने बेला भयो। पानी एकदम ठुलो परेको थियो। सब्जी पकाएको भिडियो गरेर बसेँ म चाहिँ। अनि एकदम अब खाना त पानी परे पनि खानु परिहाल्यो नि साथीहरू। अनि फटाफट सब्जी पकाउनुतिर लागेँ। अब धेरैजनालाई पकाउनु परेपछि मजाले पकाइरहेको थिएँ। अनि भिडियो पनि बनाउँदै सब्जी पनि पकाउँदै। अनि अब नुन हाल्ने बेला भयो सब्जीमा पनि। टक्क नुन लाएर मसला हालेर म चाहिँ यसरी नै पकाउँछु है साथीहरू। तपाईँहरू कसरी पकाउनुहुन्छ? त्यसपछि अब दाल पनि पकाएन। दाल यो गर्मीमा मिठो पनि हुँदैन भनेर। अनि अब खाना खानको लागि त रस पनि त चाहियो नि। अनि त्यसैलाई रस बनाएर खाना अब बोलाएँ सबैजनालाई। खाना रेडी भएपछि अनि हामी सबैजना बसेर अब खाना खान थाल्यौँ। अनि आमा आन्टी अनि मम्मी अनि म भएर अब खाना लाग्यौँ। फटाफट खाना खाइसकेपछि फेरि हामी धान रोप्नतिर नै लाग्यौँ। अनि धान रोपेको भिडियो लियौँ। पानी परिसकेपछि पनि हामी अब फेरि रोप्नतिर लाग्यौँ। आज त जसरी भए पनि सक्नुपर्ने थियो नि त। त्यही भएर फटाफट धान रोपिरहेको थियौँ। अनि अब थोरै भिडियोहरू त बनाउनै पऱ्यो। त्यसपछि दिउँसो खाजामा चाहिँ खायौँ हामीले चटपटे। अनि एकदम मजाले दोकानको जस्तै मजाले घोलेर टक्क लाएर एकदम मिठो बनाएर सुक्खा खानेले सुक्खा खाएर गिलो खानेले गिलो खायौँ। त्यसपछि हामीले एउटा भिडियो पनि बनायौँ, त्यो 1 2 3 भन्दै। अनि सबैजनालाई सिकाएर भिडियो पनि बनायौँ। म चाहिँ 3 मा पढेको थिएँ। अनि त्यसपछि हामीले एउटा भिडियो पनि बनायौँ। अनि साथीहरू अब रोपाइको भिडियो चाहिँ यति नै। हाम्रो भिडियो कस्तो लाग्यो? बाइ बाइ साथीहरू, आजलाई यति नै।